Hi guys, Namaste and welcome to my vlog. आज चाहिँ हाम्रो सानो यात्रा फुकुको टावरसम्मको यहाँ भाउजूको मम्मी ड्याडी आउनु भएको छ। भाउजूको मम्मी ड्याडीलाई लिएर सँगै आज चाहिँ फुकुको टावरसम्मको हाम्रो यात्रा हुनेछ। हाम्रो आजको लागि ड्राइभर दाइ हुनुहुन्छ। अब ड्राइभर दाइले गाडी लिएर आउन्जेलसम्म हामी यहीँ बसेर कुरिरहेको हुन्छौँ। ओके, यहाँ हेरेर बाई बाई गरेर जानुहोस्। हाम्रो ड्राइभर दाइले गाडी लिएर आउनु आइरहनु भएको छ। आजको लागि हाम्रो गाडी यो हुनेवाला छ। यो कमन, यो चाहिँ आजको हामी फुकुक टावरसम्म जाने गाडी यही हुनेछ हाम्रो। यस, यही यही गरिदिनुहोस्। यही यही अब वी आर हेडिङ टु फुकुक टावर है। फुकुक टावर, लेट्स गो। वाट अ ब्युटिफुल टिङ्की। कस्तो हुँदैछ नि मम्मी बाबाले चाहिँ कस्तो भइरहेछ त्यहाँ पछाडि बिस्तारै जाने भने कस्तो हुँदैछ भन्नु? आजको दिन आजको दिन आजको दिन कस्तो भइरहेछ? गर्मी भइरहेछ? अब यहाँ एसीभित्र बसेर गर्मी भयो भनेपछि त्यहाँ बाहिर गएपछि त अनि बाहिर भएपछि सिक्न जाने हो नि त सिक्वा भन्न जाने कुन पोर्क मटन चिकन म चाहिँ ह्युमेन पोर्क ह्युमन ह्युमन ह्युमेन ह्युमन ह्युमन सेक्वा फर्स्ट टाइम इन जापान। चाहिँ मम्मी ड्याड त हजुर के चन्छ आज जापान आज चाहियो नजानु एकदम भाँडा एकदम बाला खाना उठाए सोच्नु है आनन्दका आनन्द जान्छ न एकदम भाँडा ए आज पाक्दैन चाय मन चाहिएको अहिले नक्जिन सुरु ल बिस्तारै आएको चायहरू माथि चाहिँ जापानलाई त थिएँ जापानकै जग्गा जापान जापान थिएछ अग्लो छ नि मैले तर धेरै टाढा त होइन, यहीँ नजिकै रहेछ। Here is the Fukuoka Tower. गाडी पार्क गर्न भ्यायौँ। अब बिस्तारै Tower. Let's go to Tower. Tower. हाम्रो बा पनि पुरै क्यामेरा लिएर भिडियो खिचिरहनु भएको छ। अनि हाम्रो म बिस्तारै झरिरहनु भएको छ। मेरो कतिवटा फोटो खिचिदिनु ल राम्रो प्रोफाइल पिक्चर चेन्ज गर्न मिल्छ कि मिल्दैन? आज यो देशमा मिल्यो यतार गर्नुहोस्। गाइज हामी चाहिँ फुकुओका टावरमा पुग्यौँ। फुकुओका टावर, look it baby। फुकुओका टावर पुग्यौँ। फुकुओका टावर जोगदीश टावर कतिचोटि आइसकेँ है, गनेर गर्नै नसक्ने गरी आइसकेँ। त्यतिखेर आए पनि रमाइलो लाग्ने ठाउँ के चाहिँ एकदम बवाल चिसो हावा है, एकदम बवाल बवाल बवाल। टावरमा चढ्छौँ हामी, माथिको भ्यू पनि देखाउँछौँ बिस्तारै सबैलाई। यो चाहिँ फोटो स्पट गएर पोज दिने ठाउँ यस्तो
9:30 बाट 10 बजीसम्म रहेछ बेलुका लेट्स गो इनसाइड टावर टिकट चाहिँ उताबाट लिने टावर इन्फर्मेसन चाहिँ यहाँ छ कतिवटा टिकट चाहियो 5वटा पहिले 700 रुपियाँ 800 रुपियाँ थियो यार अहिले 1000 बनाइसकेको रहेछ हौ होइन होला है पहिले 700 800 रुपियाँ तिरेर गएको जस्तो लाग्थ्यो Show me the ticket खोइ टिकट देखाउनु Okay. Okay. यहाँ बसेर फोटो खिच्नु नि यो चाहिँ नाइट भ्यू फुकुको टावरबाट सबैजना क्युमा बसिरहेछन् र हामी पनि क्युमा And this is what you can see माथिबाट फेरि बेस्ट भ्यू त हेर्नै बाँकी छ है अहिलेको लागि चाहिँ यही भयो पनि पालो आयो これより高さ123メートルの最上階まで約70秒でご案内いたします。Thank you for coming to Fukuoka Tower today. We will now move to 123 meters top floor observation deck in 7 seconds. アンテナまで含めました全長は234メートルでございます。国内では東京スカイツリー、東京タワーに次ぐ3番目に高い展望タワーとなっております。Fukuoka Tower is 234 meters high in total. This is the highest tower in Japan. The first one is Tokyo Skytree, and second one is Tokyo Tower. お帰りの際は、最上階より室内階段を2回分降りいただき、下りエレベーターのご利用をお願いいたします。When you want to take elevators, please go the stairs. The elevators are 2 floors down. まもなく最上階の展望室に到着いたします。どうぞごゆっくりお楽しみくださいませ。Yes. Finally we are in the top मा माथिबाट फुकुक टावरको माथिबाट गोवा देखिन्छौँ यहाँ चाहिँ तपाईहरुले सिटी भ्यू देख्न सक्नुहुन्छ मजाको हाम्रो फोटोशूट चलिरहेछ फोटोशूट Yay. Having a photo shoot over here on top of the Fukuoka Tower. जति आइ नि नपुग्ने हामीलाई जति आइ नि गनेर गर्न नसक्ने वाला भइसक्यो होला कि अब फोटो यस्तो छ हेर्न सक्नुहुन्छ Let's go stamp rally card. One is over here. Momochihama Elementary School. And one more. Where is one more? One more is for the Atago Jinja.
方ぜひどうぞ。1グループ様1枚ミニフォトプレゼントです。ミニ写真がプレゼントです。まだ持ってない方はお立ち寄りください。저거 넣는다. 空いてるんですぐ取れます。ぜひぜひどうぞ。It's all complete. यहाँ चाहिँ भ्लगरको पोज चलिरहेछ यहाँको भ्याएर अब अर्को 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 यहाँ छ पान पिएन पान Reason Town. पैसा हालेर हामी उमिकुजी खान्छौँ सट हानेर 3, 2 अनि यहाँ सब हानेर या घुमाइगयो अब तल जान्छौँ तल गएर यसो समुद्र साइडतिर घुम्छौँ अनि फर्किन्छौँ होला सायद आजको घुमघाम त्यसैमा सिद्धिन्छ होला हेरौँ के हुन्छ अझै टाइम त बाँकिसक्यो अरे going down 外の景色をご覧いただけますが、気をつけておかれください。飛び出ると思います。We are on the ground floor. Okay, easy. Thank you. Fukuta or thank you or thank you. अब चाहिँ यसो समुद्र साइडतिर जानु पर्ला समुद्र साइडतिर गएर अनि बिस्तारै बिस्तारै फर्किनु पर्ला डेन्जर हावा चलिरहेछ एउटा मात्र लुगा लाएर अब जाडोले खतम सानिरहेछ नि त खतम सानिरहेछ यो समुद्र छेउछाउतिर आउनलाई चाहिँ एउटा लुगा नकिन रहेछ हौ अहिले टाइममा चाहिँ जाडो ओभर जाडो सररा 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 आइया ममै ममै यहाँबाट पनि टावर मजाले देखिन्छ यहाँ यतै क्यामेरामा व्यस्त यहाँ यतै क्यामेरामा व्यस्त अब हामी चाहिँ आइसक्रिम खानलाई आइरहेका छौँ यहाँ यस्तो चिसो हावा लागिरहेछ त्यही नै आइसक्रिम खाने भन्छ मान्छेहरू आइसक्रिमको मेन्यु
Almond pistachio. कप कोन ओके tapiocca नि रहेछ त अच्छा तापियोका यहाँ देखाउनुहोस् न भनिला भनिला पिस्ताचियो अनि अर्को एउटा अर्को चाहिँ भनिला कुकी ओके भनिला कुकी भनिला एन्ड कुकी भनिला एन्ड कुकी Everybody is eating ice cream. Ice cream. आफूले त नलिकन अब अर्काको खाने गुड गुड जाडोमा आइसक्रिम खान पाएर तपाईँलाई कस्तो फिल भइरहेछ चिसो चिसो मिठो ओके तपाईँले यस्तो जाडोमा आइसक्रिम खाएर कस्तो फिल भइरहेछ यस्तो गर्मीमा आइसक्रिम खाएर त सबैजना राम्रो हो गर्मी भए पग्लिनु पर्ने थियो तर आइसक्रिम पग्लिरहेको छैन यसको मतलब जाडो छ ल सफ्ट क्रिम चाहिँ पग्लिन थालिसक्यो सफ्ट क्रिम यही आइसक्रिम खान पाउने सिद्धिएछ हाम्रो आइसक्रिम खान आया अब हामी लाग्यौँ चाहिँ भूमि साइड सी साइड सी साइड यहाँ चाहिँ बार्बिक्यू मस गर्नु मिल्छ है मजाको ठाउँ छ मजाको ठाउँ समुद्र पनि घुम्न भ्यायौँ समुद्र पनि घुम्न भ्यायौँ अब घरतिर चौतिर पर्ला घरतिर चौतिर रुगा लाग्ला छ जाडो छ त हो जाडो पनि छ त्यसै गरी आजको भ्लग यतै सिद्धाउन चाहन्छु सबैले हेरेर माया गरिदिनु होला हस्त धन्यवाद बाई बाई